हेलो फेरि पनि वेलकम ब्याक टु माई च्यानल। झन् त डान मैले हिजो पार्ट 1 भिडियो लगाएको थिएँ, त्यसमा चाहिँ मैले तपाईँहरूलाई भनेको थिएँ कि के चाहिँ भएको थियो भनेर होइन, केही लाइक ब्लन्डर भएको थियो भनेर। एक्चुली म चाहिँ नि जुन चाहिँ ट्रेनमा चढ्नुपर्ने त्यो ट्रेनमा चाहिँ नचढेर अर्को प्लेटफर्ममा गएर चाहिँ सिक्किम महानन्दा चाहिँ जुन चाहिँ दिल्ली जाने ट्रेन छ त्यसमा चाहिँ चढेछु हो। त्यहाँ चढेर चाहिँ त्यहाँबाट फेरि म बागडोग्रा रेलवे स्टेसनमा चाहिँ उत्रेर चाहिँ फेरि ब्याक टु सिलगढी आएको। आई मिन जङ्सन आएर फेरि त्यहाँदेखि चाहिँ म चढेको थिएँ। द्याट्स वाइ म पुरा लेट भएँ हिजो। र यो भिडियो हो 13 मर्निङको। बिहान उठेर आज त छिटो पनि उठेको थियो अनि त्यहाँबाट बाहिर म गएको नानीलाई स्कुल छोड्नु। नानी चाहिँ प्री स्कुल जोइन गरेको छ नि त, अनि उसको चाहिँ आज होली सेलिब्रेसन थियो अनि त्यही भएर फेरि उसलाई छोडेर आएर हामीले फ्रुट्सहरू ल्याए पूजाको अनि आमालाई दिएँ। आफ्टर द्याट फेरि त्यो राखेर वी वेन्ट टु रिलायन्स जियो मार्ट। यो चाहिँ जयगाउँको जियो मार्ट हो र यो चाहिँ अहिले लाइक रिसेन्टली 2 साल त भयो होला, 2 इयर्स त भयो होला, आई डोन्ट नो। बट देन म त यो सेकेन्ड अर थर्ड टाइम हो गएको, बिकज म घर बेसी पनि त जान्दिनँ। अनि यो रिलायन्स मार्ट चाहिँ फेरि यहाँको चाहिँ धेरै ठुलो छ। अरू जग्गाको यहाँ सिलगढीमा पनि धेरै रिलायन्स मार्टहरू छ, तर त्योभन्दा पनि लाइक जयगाउँमा चाहिँ अब यो यत्रो ठुलो लाइक एभ्रिथिङ युल गेट होइन। पर्सनल केयरदेखि लिएर लुगाहरू सबै एभ्रिथिङ माथि पनि छ तल पनि छ होइन। के अरे तल चाहिँ तपाईँले ग्रोसरीको सबै आइटम्सहरू पाउनुहुन्छ अनि त्यहाँबाट लुगाहरू पनि लाइक मिक्स छ। सो हामीले जे जे सामान चाहिन्थ्यो पूजाको पाइहाल्यो त्यहीँ। अनि यो चाहिँ फर्केँ त्यहाँबाट अनि यो दोकानहरू हेर्दै हेर्दै फर्केँ, केही त किन्नु पाइनँ, टाइम पनि छैन मलाई। अनि फेरि त्यो सामान राखेर अब चाहिँ हामी गएको नानीलाई लिनु। यो चाहिँ हामी गल्ली गल्लीबाट बसेको बाहिर म स्कुटीमा। मलाई चाहिँ नि भाइसँग स्कुटीमा बस्दाखेरि डर लाग्छ के लडाइदिन्छ भनेर, तर त्यो अलिकति एक्सपिरियन्सडै हो। अनि पुगेँ नानीलाई लिनु। नानी खुसी थियो, उनीहरूको आज होली सेलिब्रेसन भएको थियो। त्यहाँबाट घर आउने बित्तिकै अर्को म्याडम फेरि आइरहेको रहेछ हो। अनि मैले भनेँ कि वेलकम वेलकम, त्यहाँबाट त्यसलाई मैले भिडियोमा क्याप्चर गरिहालेँ। सी इज भेरी साई अफ टेकिङ भिडियोज होइन, त्यो चाहिँ एकदमै कम्ती बोल्छ। र यो चाहिँ हो हाम्रो आफ्टरनुनको पूजा गर्दै गरेको। अनि यो हामीले 108 बत्ती बालेको। यो नानीको हेर्नु न त, नानीलाई एन्टरटेन गरेको। उसले चाहिँ सबैलाई टिका लगाइदिएको अरे। त्यो जुन चाहिँ छ त्यो थाल बोकेर उसले टिका लगाइदिँदैछ सबैलाई। उसले चाहिँ मामले अरू बेला टिका लगाइदिनुहुन्छ नि त, त्यस्तै थालबाट उयो गर्दै अन्त त्यही सिकेको। अनि उसले ढोग्दैछ पनि, अब सबैलाई घरिघरि लगाइदिन्छ उसले। ऊ चाहिँ अहिले सी इज द मोड अफ हुन्छ नि एन्टरटेनमेन्ट। सबैले उसलाई हेरिरहेछ, भित्र पूजा भइरहेछ उसलाई हेरिरहेछ। अनि यो चाहिँ सेलरोटी पूजाको लागि, यो चाहिँ एज अ प्रसाद। अब खाना भन्दा पनि हुन्छ, प्रसाद भन्दा पनि हुन्छ। अनि त्यहाँबाट यहाँ हेर्नु हालत, फेरि स्कुलमा त खेलेको फेरि घरमा पनि आएर खेलेको। आफैलाई लगाइदिँदैछ होली माग्दै, फेरि आफै लाउँदै दिएन भनेर रुँदै कुद्दै। अनि यो चाहिँ हामीले 2-2वटा चाहिँ बत्ती बाल्नु भन्यो नि त हामीलाई। त्यहाँबाट यो अब सो टायर्ड, 3 बजीतिर सक्यो पूजा। अनि भाइ नानीसँग खेल्यो, भाइ पनि मलाई टाटा भन्दैछ। अनि यो चाहिँ सम्धनहरूको फोटो। यो चाहिँ नेक्स्ट मर्निङ मलाई जब सिलगढी ब्याक आउनु थियो मर्निङको क्लिप। यो 6 बजे, यो मेरो घरको टेरेसबाट। अनि म चाहिँ 11:15 को गाडीमा आएको फेरि, आई मिन ट्रेनमा ब्याक टु सिलगढी। सो मैले
पाउनु चाहिँ पाएँ होइन। मलाई चाहिँ डर लागिरहेको थियो किनकि अहिले यति बेसी जयगाउँको ट्राफिक छ कि त्यो ट्राफिकमा चाहिँ अब यति बेसी लाइक 1 घन्टा अगाडि निस्क्यो भने पनि तर पनि लेट हुन्छ होइन। तर आज चाहिँ 10 मिनट अगाडि नै पुगेको थियो होइन त्यहाँ। अनि त्यहाँबाट पुग्दाखेरि चाहिँ एकछिन वेट गरेँ र ट्रेन चाहिँ अलिकति टाइममै थियो होइन। अनि त्यहाँबाट सिट पनि पाइहालेँ तर पुरा क्राउडेड थियो किनकि होलीदेखि फर्केर मान्छेहरू फेरि ब्याक टु सिलगढी आउँदै थियो अनि त्यही। अनि यो चाहिँ आउँदाखेरिको सिन, यो चाहिँ सेवक आइपुग्नु आँट्दाखेरिको मैले भिडियो लिएको। सो यस, थ्याङ्क यू फर